बालेनको मुस्ताङ यात्रा युरेनियम चर्चादेखि भिआइपी तडक भडक बिना सडकमा देखिँदा हेर्नुहोस् एक्सक्लुसिभ भिडियो। ब्याकअपमा हेलिकप्टर, रोजाइमा सडक। हिमाली भूगोल र मौसमको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि हेलिकप्टर स्ट्यान्डबाई राखिएको थियो। तर बालेनले हवाई उडान होइन, हिमाली सडकको अनुभव लिँदै आफै गाडी हाकेर मुस्ताङ जाने बाटो रोजे। अरू भिआइपी भन्दा किन फरक? पूर्व प्रधानमन्त्री वा अन्य भिआइपीहरू बाटो हिँड्ने क्रममा बाटो नै ठप्प पार्थे। कानै खाने गरी साइरन बजाउने तथा तडक भडक देखाउने परिपाटी छ। तर बालेन सेक्युरिटी टोली साथमा भए पनि कुनै तडक भडक बिना सर्वसाधारण चाहिँ शान्त रूपमा गाडी चलाएर पोखरा हुँदै फर्किएका छन्। मुक्तिनाथ दर्शन, युरेनियम र इन्जिनियरिङ चासो। कास्कीको अस्तममा बास बस्दै मुक्तिनाथ पुगेका बालेनको यो यात्राले मुस्ताङको आन्तरिक पर्यटन मात्र होइन, त्यहाँ रहेको बहुमूल्य युरेनियम भण्डार र हिमाली पूर्वाधारको इन्जिनियरिङ शैलीलाई समेत पुनः चर्चामा ल्याइदिएको छ। मुस्ताङसँगै जोडिएको लोमान्थाङ नाकाले थप यसलाई चर्चामा चुलाएको छ। मुस्ताङ, बेनी, बागलुङ पर्वत, कास्की हुँदै लोमान्थाङ नाका जोडिएको हुनाले पनि यसलाई अझै चर्चाको रूपमा हेरिएको छ।